हुन्छ आज म फेसबुकमा 5000 भन्दा धेरै फ्रेन्ड कसरी बनाउने बारेमा एउटा महत्त्वपूर्ण भिडियो लिएर आएको छु। तपाईँ हेर्न सक्नुहुन्छ भर्खर खोल्नु भएको साना साना युजरहरू अनि 5000 भन्दा धेरै कसरी फलोअर्स बढाउने यो बारेमा तपाईलाई जानकारी दिन गइरहेको छु। आउनुहोस्, हुन्छ म फेसबुकमा देखाउनेछु। हुन्छ म आज फेसबुकमा कसरी हुन्छ म त्यो तपाईलाई सबै जानकारी दिन्छु। पहिला सुरुमा फेसबुकमा जानुहोस्, ओपन गर्नुहोस्, प्रोफाइलमा जानुहोस्। गइसकेपछि यहाँनिर चाहिँ तपाईको यो मेरो एउटा साथीको एउटा उ छ टिकटक आइडी छ, फेसबुक आइडी छ। यसमा चाहिँ हामी प्रोफाइल लक भएको छ, यसलाई हामी पहिले अनलक गर्ने है। यसमा गएर हजुरहरूले अनलक गर्नु होला। अनलक गर्ने बित्तिकै के हुन्छ, अब थोरै लोडिङ हुँदैछ है, भइसक्यो। त्यसपछि हाम्रो यहाँनिर 294 मात्रै अहिले चाहिँ के छ टोटल देखाएको छ। यसमा फ्रेन्डबाट हामी फलोअर्स कसरी बनाउने यो बारेमा तपाईलाई जानकारी दिनेछु। 3 डटमा जानुहोस्। 3 डटमा गइसकेपछि तल तपाईले देख्नुहुन्छ टर्न अन प्रोफेसनल मोड लेखेको छ, यहाँनिर तपाईँ अन गर्नुहोस्। यो अन गर्नुभयो भने तपाईहरु देख्न सक्नुहुन्छ। थोरै टाइम लाग्छ, नेक्स्ट गर्नुहोस्, फेरि पनि नेक्स्ट गर्नुहोस्। तपाईले पब्लिकमा राख्नुहोस् है, फेरि पनि नेक्स्ट गर्नुहोस्, कन्फर्म गर्नुहोस्। अब केही कुराहरु यहाँनिर सबै कुरा देखाइसकेको छ। यहाँनिर स्टार छ, नेक्स्ट गर्नुहोस्, फेरि पनि नेक्स्ट गर्नुहोस् है। थोरै समय लाग्छ, हामी सिधै स्किप गर्नेछौँ। स्किप गर्दा नि हुन्छ, नेक्स्ट गर्दा नि हुन्छ है। अब हाम्रो भइसक्यो। अब हामी सिधै ब्याकमा जाउँ, भएको छ कि छैन भन्ने कुरा। अब थोरै टाइम लाग्छ। अब हामी सिधै ब्याकमा गयौँ, फेरि हामी फेसबुकमा जान्छौँ। भिडियो लामो बन्न सक्छ है। देख्न सक्नुहुन्छ अहिले चाहिँ हाम्रो चाहिँ अहिले फलोअर्समा चाहिँ गइसक्यो है। अघि हाम्रो फ्रेन्डमा थियो, फलोअर्समा गइसक्यो। अब तपाईलाई कसरी यो भएको छ भन्ने कुरा तपाईले जानकारी पाउनलाई पहिले प्रोफाइलमा जानुहोस् अनि 3 डटमा गएर यहाँनिर लेखेको छ भ्युज एज लेखेको छ, यसमा गएर तपाईले आफ्नो हेर्न सक्नुहुन्छ। अहिले चाहिँ फलोअर्समा गइसक्यो। यस्तो गर्नुभयो भने तपाईको 5000 भन्दा धेरै फ्रेन्ड बनाउन सक्नुहुन्छ है। भिडियो धेरै लामो बन्न सक्छ। नेक्स्ट भिडियोमा बनाउनेछु अरु फेरि पनि जानकारीको लागि।